परम्परागत सामानहरू यो काठको बाकस हो। पहिला पैसा राख्ने हो, सम्पत्ति राख्ने यो बाकस थियो। अब अहिले त पुरै स्टिलको आइसक्यो। हेर यो ठेकी दराज ठेकी मै पार्ने ठेकी मै पार्ने घर घोर मदानीमा घिउ यो मदानी हो। यहाँ मै पारेपछि मदानी घिउ आउँथ्यो। अब अहिले त मिक्सरमा पार्छन्। घिउ राख्ने भाँडाहरू हर्पेका सामानहरू यहाँ विभिन्न छन्। ठेकीहरू यो यस्ता यस्ता छन् यहाँनिर। देखाएको थियो पहिला? यसलाई यो जाँतो भन्ने है। यसलाई के भन्छ थाहा छ? माने। यो माने यसरी घुमाउनुपर्छ। पहिला यसरी बुहारीहरूले मजाले रातभरि अन्न पिस्थे। डाली यहाँ बोल्छ यसरी। होइन त्यो त माछा मार्ने हो। ए माछामा नजाऊ न राजै काला पानीमा। यस्तै चिज हो यो। यहाँ हेरे यो चाहिँ चिउरा कुट्ने धान कुट्ने यसलाई ओखर भन्ने है। फोटोमा देखाएको थियो। हामीहरूलाई यो युज गरेको चिज हो यही। अहिले पनि अब गाउँघरमा यो चलाइन्छ। यो चाहिँ के हो थाहा छ? यो चाहिँ यसबाट हावा फुट्ने हो। यो त आरन हो। यहाँ त्यो हँसिया कँचियाहरू बनाउने आरनमा यो थिचेपछि यहाँबाट हावा जान्थ्यो। हावा गएपछि त्यो कोइलाहरू बल्छ अनि फलम तातिन्छ। त्यस्तो चिज हो यो। ढिकी ल त चलाउ त ल। यहाँ पनि यसरी बसेर ढिकीमा यसरी घाम लगाउँछ। यसरी धान कुट्ने गर्ने ढिकी भयो। यहाँ पानी राख्ने भाँडो यो। पानी राख्ने यसरी यहाँनिर पानी उजाउने भएनामा यसरी हाल्ने ट्याक्टर बोक्ने। यो माछा मार्ने फोर्लुङ। यहाँ चाहिँ माछा हाल्ने फोर्लुङ हो यो। पानी घट्टा यो जाँतो। यो घुम्छ। यो घुमेपछि माथि घुम्छ अनि यसले चाहिँ मकै पिस्ने हो। सबै काठका सामग्रीहरू पुराना काठका सामग्रीहरू छन् यहाँनिर। हलो फाली जुवा दाँदे यस्तो चिज हो यो। अहिले चाहिँ हामी राष्ट्रिय कलाघर सिन्धुली सङ्ग्रहालयमा आइपुगेका छौँ। नमस्कार।